नमस्कार, म पीआई नीरज खतिवड़ा, स्टेशन हाउस अफिसर, सदर पुलिस स्टेशन। हजुरहरु समक्ष एउटा साइबर फ्रडको एडभाइजरी लिएर उपस्थित भएको छु र हालैमा हाम्रो पुलिस स्टेशनमा थुप्रो कम्प्लेन्टहरु रिसिभ हुँदैछ र कम्प्लेनेन्टहरुले खबर गर्नुहुँदैछ थानामा कि उहाँहरूले कुनै टेलिफोन कल रिसिभ गर्नुभयो र जो टेलिफोन गर्ने मान्छेले आफैलाई एज अ पुलिस अफिसर आइडेन्टिफाई गरेको छ र इन्ट्रेस्टिङ कुरा उहाँहरू नेपालीमै बोल्दैछ र नेपालीमै यिनको लोकल सिक्किमकै भएर आफूलाई यी लोकल नामले लोकल सरनेमले आइडेन्टिफाई गराएर नेपाली भाषामै भन्नुहुँदैछ कि उहाँहरूको आधार कार्ड, भोटर कार्ड, प्यान कार्ड युज भएर चाहिँ कुनै इलिगल ट्रान्जेक्सन हुँदैछ अथवा कुनै उहाँहरूको नाममा ड्रग्स गएको छ, ड्रग्स आएको छ र तपाईहरु झट्टै यो नम्बरमा कन्ट्याक्ट गर्नुहोस्, त्यो नम्बरमा कन्ट्याक्ट गर्नुहोस् र यति पैसा पठाइदिनुहोस्, यसो गर्नुहोस् भनेर कम्प्लेनेन्टहरुले कल रिसिभ गर्नु भएको छ र बीइङ अ स्टेशन हाउस अफिसर म यो क्ल्यारिफाई गर्न चाहन्छु कि कुनै पनि पुलिस स्टेशनले त्यसरी कसैलाई पनि कल गर्दैन र यो सबै साइबर फ्रडस्टर, साइबर फ्रड गर्ने मान्छेहरूले कल गरेको हो र पहिला हिन्दी ल्याङ्ग्वेजमा बोल्थ्यो र हामी सजग हुन्थ्यौं कि यो फ्रड हो भनेर। अहिले हामीले याद गर्नुपर्ने कुरा छ उहाँहरू नेपालीमै शुद्ध नेपालीमै बोलेर त्यसरी कम्प्लेनेन्ट जो यहाँको सिक्किमको मान्छेहरूलाई डराउने, तर्साउने र उहाँहरूकोबाट ठगी गर्ने प्रयास भइरहेको छ र यो कसैले पनि यस्तो खालके कल तपाईहरुले रिसिभ गर्नुभयो भने यसलाई फर्स्ट अफ अल इग्नोर गर्ने र लोकल पुलिस स्टेशनमा गएर तपाईहरुले यसको विरुद्ध कम्प्लेन्ट दिने र कम्प्लेन्ट दिँदा 1930 मा नि हजुरहरुले कल गर्न सक्नुहुन्छ, 112 मा पनि कल गर्न सक्नुहुन्छ र सदर पुलिस स्टेशनमा 0359220203 मा पनि कल गर्न सक्नुहुन्छ। र म फेरि पनि हजुरहरुलाई फेरि पनि एकताल दोहोर्याउन चाहन्छु कि अहिले लेटेस्ट साइबर ट्रेन्डमा मान्छे जो पनि फ्रडस्टरहरु छ, साइबर अपराधीहरु छ, साइबर अपराधीहरुले नेपाली भाषाकै प्रयोग गरेर पब्लिकहरुलाई तर्साउने काम भइरहेको छ। उहाँहरूको नाममा ड्रग पार्सल, उहाँहरूको फाइनान्शियल ट्रान्जेक्सन, इलिगल फाइनान्शियल ट्रान्जेक्सन हुँदैछ भनेर र यो सबै फ्रड हो, साइबर फ्रड हो र तपाईहरुले कुनै पनि यस्तो खालके तपाईहरुले कल रिसिभ गर्नुभयो भने नियरेस्ट पुलिस स्टेशनमा हजुरहरुले आएर सम्पर्क गरिदिने, भ्याउनुहुन्न थानामा आउन भन्दाखेरि 1930 मा कल गरिदिने अथवा 112 मा कल गरिदिने अथवा 0359220203 मा हजुरहरुले कल गरिदिने र म यो रिक्वेस्ट गर्न चाहन्छु हजुरहरुलाई कि कोही पनि हाम्रो पब्लिक यस्तो यो साइबर क्राइममा र यो साइबर फ्रडस्टरको ट्रिकहरुमा चाहिँ हजुरहरु कोही पनि नफसिदिनु हुने, कसैले पनि पैसा माग्दैमा पैसाहरु नदिनुहोस् भन्ने म थानाबाट, सदर पुलिस स्टेशनबाट हजुरहरुलाई एउटा अनुरोध, रिक्वेस्ट गर्न चाहन्छु। धन्यवाद।